नेपालले युएईलाई त्यो लास्ट ओभरको पनि लास्ट बलमा हराउँदा यस्तो मजा आएको थियो, यस्तो मजा आयो होइन। भित्रदेखि मन ढुकढुक गरिसकेको थियो, डर पनि लागिसकेको थियो होइन। कतै पहिलाको धेरैचोटि भएको जस्तै बोतल डप हुने हो कि भनेर होइन। तर यसपालि भयो, नेपालले जित आफ्नो हातमा सुरक्षित त पार्यो नि है। त्यो पनि यो वर्ल्ड कप क्वालिफायरको युएई जस्तो स्ट्रङ अपोनेन्टसँग होइन। अति बवाल रमाइलो भयो। नेपालले दिएको 140 को टार्गेट चाहिँ अलिकति सजिलै भेट्न सक्ने या स्लाइट एडभान्टेज युएईलाई देखे पनि केटाहरूले बलिङमा च्यापे है। नेपालले स्टार्टिङमै दामी विकेट झारेर बवाल स्टार्ट गरिसकेको थियो बलिङको पनि होइन। तर युएईले पनि आफ्नो मोमेन्टमहरूमा चाहिँ बवाल ब्याटिङ गरेर आफ्नो पक्षमा चाहिँ गेम ल्याइ नै सकेको थियो। कता कता युएईलाई धेरै सजिलो देखिन्थ्यो होइन। तर त्यो लास्ट ओभर के थियो क्या यार, वाउ अति बवाल है। केटाहरूको एउटा म्याचुरिटी लेभल, एउटा एक्सपिरियन्स लेभल होइन, सबै कुराहरूले चाहिँ दामी ठाउँमा चाहिँ च्यापेर होइन बवाल विन निकालेको छ यो नेपाल टिमले होइन। र यो विगतका धेरै हार जित र खेलेका इम्पोर्टेन्ट म्याचहरूबाट होइन धेरै कुरा सिकेर होइन यो टिम बवालसम्म जाँदैछ है। लास्ट रमाइलो भयो जे भेट्न।